आज हाम्रो मम नेपाल जाँदै हुनुहुन्छ अनि त्यसपछि 5.5 महिनाको बसाइपछि नेपाल फर्किँदै हुनुहुन्छ अनि यहाँ हामी एयरपोर्ट जाने तयारीमा छौँ अनि आमा यहाँ आउनुहुन्छ अनि के भन्नु आमा जानु बेला के भन्नु म नेपाल जाँदैछु मेरा छोरी ज्वाइँ नातिहरू सबै राम्रोसित बस्नु त्यो त भइहाल्छ हजुर राम्रोसँग जानु होला सबभन्दा सेफ जोर्नी अनि राम्रोसँग पुगेर हामीलाई फोन गर्नु होला थ्याङ्क यू अनि त्यहाँ गएर राम्रोसँग बस्नु अनि ल यो भिडियो सेफ हुन्छ अब एकछिनमा हामी एयरपोर्ट पुग्छौँ एयरपोर्टमा पनि हामी अलिअलि खिच्छौँ युवान ल एकछिन एसी आइज छिटो छिटो एसी युवान पनि राम्रोसित जानु होला अब पुगेपछि फोन सोन गर्नु होला बाटोमा पनि भइहाल्छ कुरा त त्यो पनि फोन सोन गर्नु होला यात्रा सुखमय होस् दुःख नपरोस् अनि त्यसपछि मन परेको अथवा सबै सजिलो सजिलो काम होस् होइन एकदम सहज तरिकाले होस् तालमेल सबै मिलोस् अनि भर्सक साथीहरू धेरै भेटिउन् भेटिहाल्छ नि बाटोमा त भेटिन् अनि त्यहाँ गएर अनि के अरे वाइफाई उ गरेर अनि फोन गर्दा भइहाल्छ हामी सुत्या हुन्नौँ क्या हामीसँग त कुरा भइरहेको छ ल शुभकामना शुभ यात्रा शुभ यात्रा हजुरलाई अहिले शुभ उहाँ पनि यात्रा भन्नु पर्ने हुन्छ ल पछि हामी उता एयरपोर्टमा पनि भेट्छौँ न आमालाई के भन्ने गएपछि फोन गर्नु होला मेरो नातिहरूलाई गरिहाल्छ नि फोन ल राम्रोसँग जानु हजुर आमा भनिदेऊ न मिस गर्छु मिस गर्छु अनि के अरे गुड लक थ्याङ्क यू ल अङ्गाल हाल्दा नि त गरिदेऊ अनि बुनु टेक केयर गर उते के अरे अनि उते कम्स अनि उते के अरे उते के के अलि हल्का ओके ल यो लगाइदेऊ ल ल है लगाइदेऊ हातमा ल सेफ जोर्नी भन्यो शुभ यात्रा भन्यो शुभ यात्रा मलाई हजुरलाई मलाई खैर के अलि चटेर थोरै लगाए ल ल ल ल यो बाल्ने नि फाइदा पहिला आमाले मम्मीले ल देन सेफ जोर्नी के हो आमालाई पहिला के आमा लिटिल के हो यो गाड ल हजुरलाई पहिला केले न हजुरले होइन अरू स्याउ स्याउभन्दा केरा हाल्नु क्या लाउनु न हजुर पाइदिनु पहिला म यहाँ केरा दिन्छु क्या मलाई त्यो खुवाउनु नि मलाई केरा दिन्छु ल ल ल अब ल यसरी ब्याकअप ल त्यो गर्यो यो घुमाइदियो नि तिम्रो ब्यागहरू जानु लाग्छ हजुर ब्यागहरूलाई पहिला यो तान्ता सबै चार सात पख सक्दैन यसै यता हेर्न ल आमा यता हेर हजुर आमालाई हेर हाँस्ने गरिरहेको छ अम्बिका छाडेर जाँदैछु ल अम्बिका छाडेर जाँदैछु आज छोरी ज्वाइँ नातिहरू सँगै छु
ल राम्रोसँग जानु होला फोन सोन गर्नु होला बाटोमा वाइफाई जोडेर अनि साथीहरू भेट भइहाल्छन् बाटोमा अनि नेपाल पुगेपछि त फोन भइहाल्छ अब धेरै पढेर नेपाली पढेर नेपाल आइजान्छ आज भन्दा नेपाली नै पढेको छ नेपाल पढेर नेपाल आए Ivan. ल ल राम्रोसँग जानु अब त केही ढुक्कैसँग जानु चिन्ता नमान्नु अब ल ल अब ल ल राम्रोसँग जानु अब त केही चिन्ता भएन अब ल ल ल ल हजुरआमालाई हक गर मिल्दैन अरे ल यसो ए आमालाई हक गर आमालाई हक गर क्या त ए भन आमालाई हक गर न अलि अगाडि आएर ल ल यसो तैँले ल ल राम्रोसँग जानु केही चिन्ता नमान्नु अब त टन्नै भेट्यो अब ल ल जानु ल जानु ल बाई बाई ल म अहिले उता छ गर्दैछ ल हालिसकेँ मैले उसलाई विल्चेयरको मान्छेलाई ल बस्नु न विल्चेयरमा ए La, let me show you around where she holds. हामी घर फर्किँदैछौँ अब अहिले यहाँ 2 जना मात्रै छन् आमा नभएको कारणले यहाँ आमा हुनु न भन्दैछ युवालले अनि आमालाई मिस गरिरहेको छु भन्दैछ अब आमा भित्र गइसक्नु भयो आमाको अब एकछिनमा फ्लाइट छ हामी घरतिर फर्किँदैछौँ अब आमाको कतारमा ट्रान्जिट छ अनि त्यसपछि पुरा हुन्छ हाम्रो युवन मिस यु आमा आमालाई मिस गरिरहेको छु बिचरा ल आमा आज 5.5 महिना बसेर जानुभयो हामीले आमालाई मिस गरिरहेका छौँ यहाँबाट अब हामी घरतिर जाँदैछौँ रात परिसक्यो अँध्यारो छ अहिलेको रातिको 10 बजिसक्यो अब हामी घरतिर लाग्छौँ घरतिर जाँदैछौँ निस्किने कसरी भनेर एयरपोर्टको बाटो हो यो we are going out from the south exit, okay? Where the south exit? That is the north exit, right? Where the south exit? Right. Oh, hey, No, right? yeah. Next. Now this is the south exit, right? Yeah. Okay. Now we are Hey, going from can south. Can I go on the airplane like myself next year? Next year summer. No. In Nepal. You need to be 13. ल
आजलाई गुड नाइट एभ्रिवान गुड नाइट अब एकछिन गुड नाइट एभ्रिवान भन्दा अँध्यारो छ हामी एयरपोर्टबाट बाहिर निस्किँदैछ एयरपोर्टकै बाटोमा छ मैले पनि हामी बाई बाई गुड नाइट